युएसएड संयोजने निजी व्यवसाय त अपा लिसे मेमेगु उद्योग त लिसे वायु गुणस्तर व व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया जाजो यागुदु वंगु बिबा यलया बुंगमती अन्तर्क्रिया जाजो गोसा गुख जाजोले वातावरण विद पाखे उद्योग धन्दा व कल कारखाना पाखे वातावरण लिसे मानव स्वास्थ्य बाम्लाको लिचो लाना चोंगु थका जापौ न्यबुवाको ख यो उद्योगहरुको फोटो राखेको इटा व्यवसायको फोटो राखेको तर इटा व्यवसाय यो भट्टा अहिले छैन हामी सबैलाई थाहा छ हामीले बुझ्नु पर्ने यो किन गयो अहिलेको भट्टा यति प्रदूषित गर्दैन त्यो कथा थाहा पाउनु पर्ने हुन्छ त्यो अहिले एकछिनमा होला र अर्को भनेको फोर्दा यो काठमाडौँ महानगरपालिकाको दरबार नारायण हिटी दरबारको भित्तासँगैको यो कुनै गाउँको फोटो हो काठमाडौँको हार्ट अफ काठमाडौँको 1 नम्बर वडा नाग पोखरीको जाजोले उद्योग धन्दा कल कारखाना पाखे पिहा वैगु कु धु पाखे मानव स्वास्थ्य लिसे वातावरण बाम्लको लिचो लाइगु उथुकी बचे जुइत उद्योगी व्यवसायी तेस सचेत जुया थगु उद्योग धन्दा कल कारखाना न्याके मागुली ब ब्युगु ख इन्डिया पाकिस्तान बंगलादेश अफगानिस्तान लगायतका राष्ट्रहरूमा पनि हामीले काम गरिसकेका छौँ भने त्यो बाहेक हामीले अफ्रिकन कन्ट्रीहरूमा पनि 4-5 वटा अफ्रिकन कन्ट्रीहरूमा पनि काम गरिसकेका छौँ र त्यो बाहेक हामीले चाहिँ यो भवनहरूको निर्माण सम्बन्धी पनि कामहरू गर्छौँ भवनहरूलाई कसरी ऊर्जा मैत्री बनाउन सकिन्छ कसरी वातावरण मैत्री बनाउन सकिन्छ भन्ने विषयहरूमा पनि काम गर्छौँ होइन अब नेपालको भवनहरूको कुरा गर्दा कस्तो हुन्छ भने बाहिरतिर जाडो महिनामा तपाईँहरू घरभित्र जानुभयो भने घर न्यानो हुन्छ नेपालमा के हुन्छ घर बाहिर जाडो छ घरभित्र जानु पनि झन् चिसो हुन्छ हामी सेरो पोलेर बस्नुपर्ने हुन्छ भने चाहिँ हामीले त्यो जुन किसिमले हामीले भवनहरू डिजाइन गर्छौँ त्यसलाई पनि परिवर्तन गर्नुपर्ने छ त्यो सम्बन्धी कामहरू पनि हामीले गर्छौँ र अहिले हामीले एउटा यो बिल्डिङ एनर्जी इफिसियन्सी इन नेपाल भनेर एउटा प्रोजेक्ट इम्प्लिमेन्ट गरिरहेछौँ त्यसमा चाहिँ यही भवनहरूलाई कसरी ऊर्जा मैत्री बनाउन सकिन्छ कसरी वातावरण मैत्री बनाउन सकिन्छ भनेर हामीले 60 वटा पालिकामा काम गरिरहेका छौँ सबभन्दा पहिला पाटनको मङ्गल बजारदेखि के अरे बलुवाटारसम्मको रुटमा 7 वटा चल्न थाल्यो त्यसपछि त्यसको 6 महिना चलाइसकेपछि उनीहरूले के भने अब यो हामीले चलाउने होइन यो निजी क्षेत्रलाई दिनुपर्छ बिड गर्यो दुईटा निजी कम्पनीले के अरे प्रस्ताव हाल्यो एफको भन्ने र नेभी भन्ने नेभीले पायो नेपाल इलेक्ट्रिक भेहिकल इन्डस्ट्री र त्यसले त्यो किन्यो र चलाउन थाल्यो आज 20 वर्षपछि त्यो 7 वटा टेम्पू 700 वटा टेम्पू भएको छ आजसम्म पनि चलिरहेछ हजारौं लाखौं काठमाडौँवासीहरूलाई सेवा दिएको छ क्लिन ट्रान्सपोर्ट त्यो पनि पब्लिक ट्रान्सपोर्ट हामीले गरेर देखाएको छौँ अस्ति भर्खर यो टिभी डे भनेर छ त्यसमा चाहिँ भारतको एकदम प्रसिद्ध बिलियनियर हाम्रो महिन्द्राजीले एउटा पोस्ट राख्नु भएको थियो महिन्द्रा गाडीको हामीले धेरै अगाडि यो चाहिँ यो बिजुली भन्ने गाडी बनाएर इलेक्ट्रिक बनाउने प्रयास गरेका थियौँ तर हामी समयभन्दा अगाडि भएकोले सायद सफल भएन त्यो बिजुली गाडी भनेको यस्तै टेम्पू नै हो त्यो हामी कहाँ बनाइसकेपछि लखनऊमा महिन्द्राजीले बनाउने प्रयास गर्नुभएको थियो बनाउनु पनि भएको थियो तर चलेन हामीले चलाएर देखायौँ अब यसबाट सिक्ने के हो त भन्दाखेरि नम्बर 1 यो सुरुवात कहाँबाट भयो भने लोकल लिडरसिप उपमेयर एकजनाले सुरु गरे हो यो नम्बर 2 इनोभेसन अलिकति जान्ने मान्छेले म सृजनात्मक काम गरेर देखाउँछु भनेर देखाएको हो नम्बर 3 स्थानीय सरकारले त्यसलाई इन्भाइरोमेन्ट बनाइदिया हो नम्बर 4 निजी क्षेत्रले त्यसलाई स्केल अप गरिदिया जाजोले उद्योगी व्यवसायी त स्थानीय वडा या जनप्रतिनिधि त लिसे सरकार वाला तयगु पोती दुगु ख